अहिले सञ्चार माध्यमहरूमाथि झोले मिडिया, मिडिया ट्रायल, पुराना दलको वफादार यस्तै आरोपहरू सुनिँदैछन्। केहीले मिडियाले नयाँ सरकारलाई टार्गेट गरेको, गृहमन्त्री सुदन गुरुङको पछाडि हात धोएर लागेको यस्ता आरोपहरू छन्। मिडियाले किन सुदनलाई खेदिरहेका छन् त? मिडियाको धर्म हो सत्तामाथि निगरानी गर्नु, शङ्का गर्नु र प्रश्न गर्नु। यसलाई वाचडग जर्नलिजम भनिन्छ। सत्ता जहाँ हुन्छ मिडियाको नजर त्यहीँ जान्छ। नयाँ सरकार होस् वा पुरानो, मिडियाको काम उस्तै हुन्छ। मन्त्रीहरू सार्वजनिक पदमा हुन्छन्, उनीहरूको निर्णय, विगत र काम जनतासँग सरोकार राख्छ। त्यसैले यी विषयमा प्रश्न उठाउनु असामान्य होइन। यो लोकतन्त्रको सामान्य प्रक्रिया हो। अन्तर्राष्ट्रिय अभ्यास पनि यही हो। जहाँ जहाँ लोकतन्त्र बलियो छ त्यहाँ मिडिया झन बलियो हुन्छ। सरकार जति शक्तिशाली हुन्छ, प्रश्न त्यति नै गहिरो हुन्छ। तर अर्को कुरा पनि उत्तिकै महत्त्वपूर्ण छ। मिडिया सधैँ पर्फेक्ट हुँदैन। कहिलेकाहीँ हतारो हुन्छ, अपूर्ण सूचना हुन सक्छ वा प्रस्तुति असन्तुलित पनि हुन सक्छ। तर त्यसको समाधान प्रश्न रोक्नु होइन, प्रश्नलाई अझ तथ्यमा आधारित बनाउनु हो। त्यसैले मिडिया कसको पक्षमा छ भन्ने होइन, उठाइएको प्रश्न कस्तो छ भन्ने हो। के त्यो तथ्यमा आधारित छ? के त्यो जनहितसँग जोडिएको छ? यदि हो भने त्यो प्रश्न आवश्यक छ। किनकि लोकतन्त्रमा सरकार काम गर्छ र मिडियाले सोध्छ किन, कसरी, कसका लागि, र यही प्रश्नबाट जवाफदेहिता जन्मिन्छ। र अन्त्यमा प्रश्न, विगतमा नेपालमा कुनै काण्ड भयो कि भएनन्? भ्रष्टाचारको आरोपमा कसैमाथि छानबिन भयो कि भएन? दोषी भयो कि भएनन्? र उनीहरूमाथि मिडियाले नै प्रश्न उठाएका हुन् कि होइनन्? वा अरू कसैले उठाएका हुन्?